देशमा शान्ति छ। आज हरेकले विश्वास गर्नुपर्छ। बाइबलले भन्दछ बाटो सत्य र जीवन म नै हो, म बाहेक अरू कोहीद्वारा परमेश्वर कहाँ अथवा स्वर्गीय राज्यमा पुग्न सक्दैनन्। र जस कसैले विश्वास गर्दछ भने उहाँहरूले यसमा साडेको शुभकामना। जसले पनि आज यसमा विश्वास गर्दछ भने उसले प्रशस्त शान्तिको उपभोग गर्न पाउनेछ। स्वयंले मात्र होइन, व्यक्तिगत तौरमा मात्र होइन, उसको आउने पिँढीले आउने जनसङ्घले आउने पुस्ताले आज शान्तिको अनुभव गर्न पाउनेछ, शान्तिमा जिउन पाउनेछ। आज संसार अशान्तिमा रहिराखेको छ, जसको कारण हर व्यक्ति आज हृदयभित्रबाट रोइराखेको छ, कराइराखेको छ, चिच्चाइराखेको छ। यसबाट छुटकारा पाउनको निम्ति धेरै गाह्रो परिराखेको छ। विभिन्न प्रकारको कुराहरूलाई